कृषि प्रधान देश क्रोएसियामा चाहिँ ल है साथीहरू यसरी सरररररर ट्र्याक्टरले जोत्छ। ट्र्याक्टर पनि यत्रो भयङ्कर भिआइपी हैन। अनि हलो त्यस्तै आमामा एक हात भाँसिने हैन। सरर भिडियो अन्तिमसम्म हेरिदिनु होला। यो चाहिँ सबै यहाँको चाहिँ मुलाबारी अनि तोरीबारी सबै थोक छ हैन। झन्डै 1 बिघामा फैलिएको यो 1 बिघामा पनि एकदम धेरै छ। यति धेरै ठुलो छ नि आँखाले भ्याउन्जेलसम्म एउटै गरा छ हैन। यति धेरै टाढासम्म एउटै गरा छ हैन। यहाँ त गरा पनि नछुटिने। अनि जोताइ भन्नुहुन्छ नि एकदम खतरा। झन्डै 1 हात मुनि भाँसिने घुँडा घुँडासम्म गहिरो जोत्ने। यहाँको ट्र्याक्टर कति बलियो कति डह्रो हो। ट्र्याक्टर नि त्यस्तै भिआइपी हैन। मलाई चाहिँ एकदमै राम्रो लाग्यो यहाँको हैन। सिस्टम सबै सिस्टमेटिक तरिकाले काम हुने हैन। यहाँ चाहिँ अब सबै मेसिन औजारले नै काम गर्ने देखि लिएर सर र यो ट्र्याक्टरले चाहिँ एकदमै राम्रो तरिकाले जोत्दो रहेछ हैन। नेपालमा पनि यतिको सायद होला तर यतिको चाहिँ यहाँको जोत्ने चाहिँ नेपालमा क्वालिटी सायदै नहोला जस्तो लाग्छ। छैन जस्तो लाग्छ। यहाँ देख्न नि सक्नुहुन्छ हैन। जोताइ यहाँ हेर्नु। अब यो सर र उठायो ल हेर्नु है त पछाडि क्वालिटीमा पनि चक्का छ। 1 हात झन्डै 1 हात गहिरो भाँसिन्छ जोत्छ मुनि हैन। अब त्यसमा लुडी लागेको छ भने सर्लक्क फर्काएर लुडी सुडी झारो। अब सर र ब्याक गरेर फेरि उसले जहाँबाट जोतेर ल्याएको जुन मेलो हो त्यही मेलामा लगेर फेरि उसले जोत्दै 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 लान्छ। ल है त साथीहरू यस्तो छ यहाँ क्रोएसियामा चाहिँ यस्तो छ। यो चाहिँ एकदमै राम्रो लाग्यो मलाई सिस्टम हैन। कृषि प्रधान देश क्रोएसिया हैन। एकदम मान्छेले केही गर्नै नपर्ने सबै औजारहरू मेसिनहरूबाट चाहिँ एकदम काम गरिदो रहेछ हैन। जोताइ एकदमै राम्रो लाग्यो हैन। हजुरहरूले भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद हैन। हजुरहरूकै साथ सपोर्ट